होइन कस्टमर किन्दै किन्दैन नि साह्रै महँगो भयो भन्नु न 10 रुपये घटाउँछु भाउ ठुलोवालाको 190 सानोवालाको 90 त्यो पनि भएन भने किन थाहा छ नि त 8 रुपियाँमा त्यहाँबाट ल्याएको नि त होइन खेतबाट 8 रुपियाँमा ल्याएको होइन 50% होइन तिमी भन म 20 रुपियाँमा ठुलो पात दिए उठाउँछु सानो पात चाहिँ 15 रुपियाँमा दिए उठाउँछु भन्नु न 15 र 20 को रेट भन्नु न यो व्यापारी त खतरा रहेछ कडा रहेछ ए पेला नि तिमी पनि है जसरी पनि दिनुहोस् भन्नु न होइन हान्ने होइन कि भन्ने नि फकाउने र तपाईँको नि भएन मेरो नि भएन 25 र 30 भन्नु न हुन्छ होइन तिमी सोध न कति लाने भनेर तिम्रो सबै सामान त उसले उठाउँदैन नि त ऊ त पसले हो नि बट्टामा कुराहरू न एक बट्टा त्यो भन्नु न ल हुन्छ ल लग ल ल होइन ल अब त्यहाँबाट लग अब ल पसलमा ल्याऊ पसलमा राख अब ल तिमी कस्टमर आऊ ल छिटाउ यहाँ बाटो यहाँ कहाँ त्यहाँ पुग्यो बिचमा चाहिँ ल यहाँ आउँछु अब कति पर्छ के पर्छ भनेर सोध है बाबा कस्टमरको पारै बेग्लै छ नेपाली बोला नेपालीमा भन 8 रुपियाँ त मलाई आउँदैन तपाईँलाई कसरी दिने भन्नु न त्यो नभन तिमीले कतिमा 15 रुपियाँ 20 रुपियाँमा ल्यायो होइन 25 मा 30 मा ल्याएको 40 र 50 मा बेच्छ तिमी नेपालीमा खालि हिन्दी बोल्नु थालेर सुन न तपाईँ त्यतिमा जाने हो नि यो पात आउँछ भन मासुको पात रे ल मिलाएर किन न अब ल किन मिलाएर 35 रुपियाँ माग न तिमी पनि ऊ त्यो ठुलोवाला 35 मा माग न ल उधारो भयो त उधारो खातामा लेख अब ल खातामा लेख है